सबैजनालाई नमस्कार। म अहिले दाङ जिल्लाको थारू सङ्ग्रहालयमा आएको छु। यो चौखहरामा रहेको थारू सङ्ग्रहालय। यहाँ चाहिँ विभिन्न किसिमका चौधरी कल्चरहरू, थारू कल्चरहरूको बारेमा चाहिँ यहाँ प्रदर्शनी गरिएको छ। यहाँ चाहिँ देख्न सक्नुहुन्छ यो पूर्ण रूपमा चाहिँ पुरै थारू प्रदर्शनी हो। यो चाहिँ नाचको बारेमा चाहिँ नाच जुन कुन किसिमका कुन चौधरी जातिले नाच्छन् भनेर चाहिँ यहाँ राखिएको छ। अनि हरेक किसिमको जस्तो देउक्रिया थारूहरूले चाहिँ झुम्रा नाच नाच्दा रहेछन्, त्यसको चाहिँ अब कल्चर यहाँ देख्न सक्नुहुन्छ। यसरी यस्तो किसिमको छ चाहिँ नतवा मृदङ नाच भनेर भनिएको छ। चाहिँ कोसीपारीका क्षेत्रका मान्छेहरूले चाहिँ नाच्ने नाच भनिएको छ, हेर्न सक्नुहुन्छ यहाँनिर। यो चाहिँ चितन्य थारू लाठी नाच भनेर भनेको छ। होली पर्वमा नाचिने चितन्य थारूले सांस्कृतिक नाच रहेछ। यो चाहिँ तपाईँले हेर्न सक्नुहुन्छ। यहाँ चाहिँ यो आफ्ना चौधरी जातिमा पनि धेरै कल्चरहरू छन्। त्यो कल्चरहरूमध्ये एउटा कल्चर यो पनि हो। राणा थारू भन्ने त सुन्नुभएको होला। राणा थारूहरूले चाहिँ नाच्ने, यो होली पर्वमा चाहिँ नाच्ने राणा थारू नाच तथा संस्कृति नाच भनेर यहाँ यो राखिएको छ। राणा थारूहरूको लागि चाहिँ यसरी नाच्ने गर्छन् उनीहरू चाहिँ। यस्तो किसिमको नाच हुने गर्थ्यो पहिले। अहिले चाहिँ नाच्छन् त्यो थाहा भएन मलाई है त। बर्का नाच महाभारत कथामा आधारित थारू बर्का नाच हो यो चाहिँ। यहाँनिर चाहिँ धेरै किसिमका मान्छेहरू देख्न सकिन्छ, हेर्नुहोस्। अनि यहाँनिर चाहिँ अब के हो यो लट्ठी के गरे हो, यो खै यो भित्रबाट आएको यो के हो यो नाच चाहिँ अलिकति रमाइलो किसिमको नाच होला सायद, यो मैले बुझेन। ल यही नाच हो यो चाहिँ है त।